गुण्डा सङ्घका गुन्डु टोलका नाइकेहरू कृपया कानमा कवास छ भने खोलेर सुन्नुस्। तपाईहरुमा के संख्या भयो भनेर घमण्ड गरेको? संख्या त एउटा कुकुरको मलमुष्टमा पनि हुन्छ, त्यहाँ पनि झिङ्गा लाग्दछ। त्यो झिङ्गाले समाजमा सकारात्मक सन्देश होइन, बिरामी फैलाउँदछ। त्यो झिङ्गा हो तपाईहरु गुण्डा टोलका गुण्डा सङ्घका गुन्डुहरू। विचार गर्नुस्। कार्तिक 14 गते देखाइदिन्छौँ हामी। यदि तपाईले प्रत्यक्ष कार्यकारीको चुनाव फागुन 21 मा गराउने निर्णय र प्रदेश संरचना खारेज अनि रमेश लेखकलाई र तत्कालीन खड्ग प्रसाद ओलीलाई अनि लगायतका भ्रष्टाचारमा मुसिएका ती व्यक्तिहरूलाई तपाईले कानुनी दायरामा ल्याएर कारबाही गर्न सक्नु भएन भने, कार्तिक 24 गते सम्ममा यो निर्णय गर्न सक्नु भएन भने सडकमा हामी दशौंको संख्या होइन, सयौंको संख्या होइन, हजारौंको संख्यामा व्यक्तिहरू उतार्ने छौं। सिंहदरबारबाट सिधै थुतेर ल्याएर सडकमा घिसार्ने छौं भन्दैछु। पटक पटक र बारम्बार जनताले हामीलाई पागल भनिसके। पागल भएर हुँदैन। हामी नेतृत्व गर्न आएका होइनौं, हाम्रा मागहरू सम्बोधन हुनुपर्छ भन्ने हिसाबमा हामी आएका